राष्ट्रको आस्था, अखण्डता, एकता, सहिष्णुतालाई अभिवृद्धि गर्न र आन्तरिक एवं अन्तर्राष्ट्रिय सद्भावको प्रवर्धन गर्न पनि सम्पूर्ण हिन्दू दर्शन एवं संस्कृतिमा हिमाललाई देवभूमि मानिएको छ। त्यसको मध्यमणि समान विविधताले नेपाल स्थापना गरी हिमालको शोभा र नेपालको महत्व बढाएको छ। यसै धार्मिक भावनाबाटै नेपालले देवभूमि, तपोभूमि, योगभूमि भन्ने नाम पाएको छ। हिन्दू अनुयायीका आराध्य देव पशुपतिनाथले यसै कारण आफ्नो संरक्षणमा राख्नु भएको छ। अनादिकालदेखि चल्दै आएको वैदिक सनातन हिन्दू धर्म ओमकार परिवारमा बौद्ध, किरात, प्रकृति पूजक, जैन, सिख आदि समस्त हित केन्द्रित अध्यात्मवादको उद्गम पृष्ठभूमि हो। गुरु गोरखनाथको आशीर्वाद प्राप्त यो भूमिमा हामी एकत्र भएका छौं। नेपाल हिन्दू बौद्धहरूको लागि सधैँ प्रेरणाको अक्षय स्रोत हो। आज हामी धर्म, संस्कृति माथि कालो बादल मडारिएको छ, तसर्थ हाम्रो पराक्रमगत धर्म, संस्कृति र सभ्यतालाई पुनः जागृत र सुसंस्कृत बनाउनु, एकबद्ध गर्नु पर्ने खाँचो देखा परेको छ। जुनसुकै युग, देश र कालमा पनि सत्य सत्य नै रहन्छ। त्यसै गरी असत्य असत्य नै। यो कुरा हाम्रा ऋषि महर्षिले सिकाएका हुन् र मानव मात्रले अनुभव गरिआएको कुरा हो।